हेलो गाइज, म अहिले भने चाहिँ टासी भ्यू पोइन्ट आइपुगेँ है। आज चाहिँ म जाँदैछु छाङ्गु लेक। छाङ्गु लेक चाहिँ गएको जानु चाहिँ, तर अब गाडी कहाँसम्म पुग्छ है। आज हिउँ त डरै परिरहेको छ अरे माथि। अब हिजो पनि बन्द थियो, आज मुस्किलले खोलेछ हो छाङ्गुसम्म चाहिँ। अब हेरौँ कहाँसम्म जानु दिन्छ है। हेर्दै गरौँ होला बिस्तारी जाँदैछु। अहिले चाहिँ म टुरिस्ट पिकअप गर्नु जाँदैछु है। भुसुक पुग्नुपर्छ टुरिस्ट ल्याउनु पनि, यत्रो टाढो छ। बोझाघारीबाट चाहिँ भुसुक गएर फेरि चानमारी आएर चाहिँ जानुपर्छ होइन। यस्तो टाढो छ नि टुरिस्ट चाहिँ। 9:30 आइपुग्छु भने चाहिँ अहिले 9:15 कति भयो, ढिलो भयो आज हो। हिजो चाहिँ नथुला छाङ्गुहरू बन्द हुनाले गर्दाखेरि चाहिँ त्यही लोकल साइट सिन गराइ भयो होइन मेरो। हिजो त छिटै सकेको थियो, अब आज हेरौँ आज कति बेला सकिन्छ हो। आज तर घाम पनि दामी लागिरहेछ। कसलाई हुन्छ होला बाटो फसिँदैन होला माथितिर। छिटो गएर छिटो आउँ भनेको, ढिलो भइ जाल्यो। ल त गाइज हेर्दै गर्नु होला। अहिले भने चाहिँ म यो घनिष्ठ पुग्न आँटेको छु है। यहाँदेखि नथुला चाहिँ 50 किलोमिटर हो टक्कै। रोड त तर दामी छ नि चौडाइमा। यहाँ चाहिँ गाडी सिक्नेहरू चाहिँ बेसी हुन्छ है। दिउँसोतिर चाहिँ दिउँसो चाहिँ यहाँ चाहिँ स्पिड हिँड्नु हुँदैन। सबै इमर्जेन्सी बालेर हिँड्नेहरू मात्रै हुन्छ। भर्खर हिँड्नु सकेको त्यो मिर्गको त्यो उयो हुन्छ नि बच्चा, अब त्यस्तै भएर गाडी चलाइरहेको हुन्छ यहाँतिर। बाइकहरू झन् स्टर्न गरिरहेको हुन्छ हो, कोही ड्रिफ्ट गर्नेहरू। यहाँ त रोड पनि दामी छ नि त। अब चाहिँ गणेश टक आइपुग्नु अरे है। हिजो चाहिँ यहाँ यति साह्रो चाहिँ भिड थियो नि आम्मामा। त्यो पनि के को म्याराथन हुँदै थियो कि, अन्त यहाँ ड्यामडुम गाडी थियो हिजो त्यहाँ यति बेला त। हिजो म यहीबाट गएको नि त टुरिस्ट ल्याउनु कि। हौ चाहिँ गणेश टक आइपुग्यो हो। यहाँ स्पोकी हाउस को आउनु भएको होला कमेन्ट गर्नु होला है। मजाको छ। यहाँ उकालो जू जाने बाटो पनि थियो है। मेरो टुरिस्ट बसेको चाहिँ यही होटल है। म चाहिँ होटलमा आइसकेको छु। यो अल्पाइन रिजोर्ट गान्तोक सिक्किम। यो ब्रान्च चाहिँ यो उडान भनेर रहेछ। मजाको छ, पछाडिसम्म छ। यता चाहिँ बनाउँदै रहेछ है। फेरि यहाँ आइपुग्दाखेरि चाहिँ एउटा इनोभा चाहिँ रोडको छेउपट्टि पसेछ होइन। अन्त टुरिस्टहरू यहाँ भुइँभरि थियो। अन्त नानीहरू चाहिँ पुरा रोइरहेको थियो। अनि ड्राइभर दाजुहरू त निकै झरिसकेको थियो। अन्त बोलाउँदैछ यहाँ एकजना दाजुले, हेर्दै नजाऊ भन्दैछ। अन्त गाडी चाहिँ निकै नराम्रोसँगले चाहिँ एक्सिडेन्ट भएको रहेछ होइन। उतापट्टिको दैलो बन्द भएको थिएन। त्यो स्ट्रिङको त्यो उयो पनि के पनि बिग्रेछ। त्यो स्ट्रिङ पनि काटेको थिएन, टायर पनि फाटेछ। अन्त म चाहिँ यहाँ जग्गा हेर्दै थिएँ गाडी कहाँ हालौँ भनेर है। अन्त यहाँ गाडी राखेर गएर चाहिँ हेल्प गरेको 40-45 जनाले चाहिँ गाडी निकाल्यो है हामीले। ल यति बेला चाहिँ गाडी निकालेको छ हामीले। निकालेर चाहिँ मैले सानो एउटा छोटो भिडियो गरेको थिएँ निकालिसकेँ भनेर। र हामी चाहिँ हल्का अब गाडी निकालिसकेर चाहिँ गयो होइन। अन्त मैले चाहिँ यो भोइस कभर किन गरेको भन्दाखेरि चाहिँ गाडीमा चाहिँ टुरिस्टले गीत सुनिरहेको थियो है। अन्त त्यही भएर चाहिँ मैले यहाँनिर भिडियोको साउन्ड अफ गरेर मैले भोइस कभर गर्दैछु है। र मजाले जाँदै थियौँ हामीहरू। गयो माथि पुग्दाखेरि चाहिँ कस्तो हुँदो रहेछ हेर्नुहोस् है त।
एकदम मजा आउँदै थियो होइन। टक्कसँगले अब क्रिस्टा अगाडि जाँदै थियो, यहाँ चाहिँ ओभरटेक गरेर चल्दै भाइ छोड्यो क्रिस्टा, कहाँ भ्याउँछौ हामीलाई आयो होइन। भ्यू चाहिँ तर स्याट्टै थियो, आज घाम लागेर होला कि। तपाईँहरू हेर्नुहोस् त कस्तो दामी थियो, रोड पनि फेरि त्यस्तै दामी होइन। आम्मामामामा तुफान नि। चाहिँ मौसम खराब हुनु लागेको जस्तो छ है। यो पुरा कुहिरो लाग्न थालिहाल्यो। गाडी चाहिँ यहाँ छ है चडक्कै। छाङ्गु लेक चाहिँ माथि हो। छानाभरि हिउँ हिउँ। यो चाहिँ छाङ्गु लेकको भिड हो है। कम्ती भिड छैन, कम्ती भिड छैन। फोन पनि के सर हल्लेको। आर्मी ट्रकले गर्दा चाहिँ जाम भएको रहेछ। आर्मी ट्रकले भने जता पाइ त्यतै राखिदिन्छ गाडी पनि अनि छेउमा भित्तामा यताउता। त गाइस अहिले चाहिँ म यो छाङ्गु लेकमा उत्रिसकेँ है। यस्तो छ छाङ्गु लेकको भ्यू चाहिँ। यतिको हिउँ परेको रहेछ। अहिले अलिक कम्ती भएछ तर हिजो अस्ति चाहिँ दामी थियो कि, मजाको थियो। टुरिस्टहरू हेर आमामा किरा जतिकै छ आज किरा। छाङ्गु लेक चाहिँ यस्तो भइरहेछ अहिले हो। हल्का घाम लागिरहेछ। अच्छा यस्तो चिसो छ यो चाहिँ। म चाहिँ ग्लासमा लाउँदैछु मेरो यहाँनिर टक्क लगाएर। गाडीले नुहाइदिएको होइन मैले हिउँले। हिउँ त परेको छैन कि छ पर्नु त। हिउँ खेलाइदिएको नि गाडीलाई पनि। याद छैन आउनु पर्ने हो कि होइन। पुरा 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 आमा हात त यस्तो भयो भने। यो चाहिँ लास्ट भ्यू हो। अब चाहिँ यहाँबाट निस्किन आँटेको होइन। उता हेर्नु लेकमा यस्तो छ किचकिच है। अब चाहिँ लागेको अब यो छाङ्गु लेक पनि हेरिसक्यो हो। यति नै कति हेर्नु मात्रै हो हेरेकोले। ल त गाइस अब बाटोमा भेटौँ है। ल अहिले भने चाहिँ हामी फर्किसकेको होइन। यहाँ यस्तो भइसक्यो आमा पुरा। अब जानु साह्रो पर्छ हामीलाई। यस्तो अघि बिहान चाहिँ कस्तो दामी थियो होइन। यो खाजा खाएको जग्गामा रोकेको थिएँ मैले। अहिले यो कम्प्युटरहरू फर्काउनु थियो नि त, यो रोकेको थिएँ कि आमा सबै कुहिरै लाग्यो। अब चाहिँ बिग्रिन्छ 2 बज्यो नि त। ल त गाइस हेर्दै गर्नु होला।
ल त गाइस अहिले भने चाहिँ म रुम आइपुगेँ है भर्खर आइपुगेको भर्खरभन्दा पनि अघि आइपुगेको माथि काम थियो र चाहिँ एकछिन बसेँ है आएर चाहिँ अब गाडी साडी थन्काएर लाग्नु आँटेको रुम ल त आजको ब्लग चाहिँ यति नै थियो है हेर्दै गर्नु होला अरू पनि आउने छ है आउने दिनमा ब्लगहरू हेर्दै गर्नुहोस् ल धन्यवाद।